आजकल चाहिँ पूजाको दिन चाहिँ सुरुवात हुन्छ कल सारबाट। आज मेरो बिदा थियो। आज चाहिँ मेरो खासमा भिडियो फर्स्ट टाइम हो यसरी बोलेर भिडियो बनाउनु भएको। त्यही हो। खासै आज भिडियो बनाउने प्लान त थिएन, त्यही पनि जिममा गएदेखि आज भिडियो बनाउने एकजना भाइसँग कुरा भयो, त्यही अनुसार भिडियो बनाउन लाग्यो। त्यही जिमबाट आएर मैले सोचेँ कि आज चाहिँ म भिडियो बनाउँछु जसरी नि, त्यो पनि भिडियो बनाउने मात्र होइन कि बोलेर भिडियो बनाउँछु भन्ने सोच्ने। मैले बोलेर भिडियो बनाएँ अनि यो मेरो फर्स्ट टाइम हो बोलेर भिडियो बनाएको। त्यस सँगसँगै मैले कमब्याक गएको छु आफ्टर मन्थ। सोसियल नेटवर्कमा एक्टिभ थिएन, सो त्यही हो। आजकल चाहिँ म अलि धेरै सोचिरहेको छु। त्यही हो, यस्तै हो लाइफ भने। खुसी हुनुपर्छ, त्यस्तै लाग्यो। अनि त्यही हो, आएर यसो अलिकति नेवारी गीत बजाएँ अनि नाचे पनि। एकदम रमाइलो गीत थियो, प्रिजल नेपालीको। अनि त्यसपछि हल्का ग्रोसरीका लागि निस्केँ अनि मैले चिकन किनेर ल्याएको थिएँ। अनि चिकन बोइल गरेर बनाएँ अनि मिसो सिरो पनि बिहान बनाएको थिएँ, त्यही तताएर खाएँ। अनि आफ्टर द्याट हल्का शामको वकिङको लागि बाहिर गएँ। अनि मुन चाहिँ आज खै फुल मुन हुन लागेको छ, एकदम राम्रो देखाएको छ। अनि जहिले जस्तै हल्का थोरै जर्नल लेखेँ अनि हल्का बुक पढेँ। द्याट्स अल।